साथीहरू भर्खर मैले सोसल मिडियामा एउटा भिडियो देखेँ जुन कि घटना घटेको छ। यो घटना चाहिँ नवलपरासी गैंडाकोट नगरपालिका 14 को हो, जुन कि च्याउ टिप्न जानुभएको हजुरआमासँग पछि लागेर बच्चा गयो र जङ्गलमा हरायो र 3 दिनपछि त्यो बच्चा भेटेछ। खोजी गरेपछि र त्यो बच्चा सकुशल भेटिएको छ। एकदमै खुसीको कुरो हो। तर 3 दिनसम्म केही नखाइकन, न पानी पिकन रोएर मात्र बस्यो होला त्यो बच्चा। न बाघ भेट्यो, न भालु भेट्यो, केही जङ्गली जनावर केही भेटेन। र यो घटनाले के सिकाउँछ हामीलाई? जतिजनाको घर नजिक जङ्गल, नदी, खोला, है, नहर, पोखरी छ, उहाँहरू एकदमै केयर गर्नु है आफ्नो बच्चाहरूलाई। एक्लै खेल्न नछोड्नुहोस्। कता गयो खोजी गर्नुहोस् तुरुन्तै। त्यहाँ जुन घटना घटेको छ गैंडाकोटको, त्यसमा चाहिँ 50 जनाको संख्या प्रहरी र 200 भन्दा बढी स्थानीयवासी लगातार खोज्दा 2 दिनपछि भेटेको छ है, तर सकुशल भेटेछ। सो भिडियो बनाउनुको कारण यही थियो कि जतिजना को घर जङ्गल छेउ, पोखरी, नदी, नालाको छेउमा छ, एकदमै केयर गर्नु होला बच्चाहरूलाई। हस्त यो भिडियो बन्द गरे है। शेयर गरिदिनु होला भिडियो है साथीहरू, शेयर गरिदिनु।